मोटो गुरु हामी मञ्चको कार्यक्रम सँगसँगै गोरु ल्याउने काम पनि अगाडि बढिरहेको छ। यतिखेर अमर गुरु गङ्गाजमुना पाँच सरकार र नारायण बहादुर त्रिपुरा सुन्दरीको गोरु ग्राउन्डमा खेल्न लागिरहेको हुनाले शान्त भइदिनु होला र छेउमा बस्ने दर्शक महानुभावहरूले आफ्नो सुरक्षा आफै गर्नु होला। गुरु मोटो रेडियो बिहानीका स्टेसन बनेर वीर तामाङज्यूलाई अतिथिको सुरक्षाकर्मी पल्लू बसिया ठुलो छ त ठिक छ अमर गोरु जुत्तीमा मान्छे के मतलब हो केही छैन यसले सिङ खेलाउनु अमर गोरु सिङ खेलाउनु भाग्न खोज्यो होइन त्यस्तो लोड पार्छ त्यसरी हिँडाएपछि त गोरु त्यो पछि लास्ट टाइम नभागी गोरु मरेको छ कालो त्यो पनि के त्यस्तो त्यो नि लम्पट हो नि जुत्नलाई लम्पट त्यो गोरु त त्यो नि जुत्न त लम्पट हो गोरु सानो भएर मात्रै अधिकारी संजोग तामाङ भीमसेन भपलिया ज्योतिराम तामाङ सुभाष गुरुङ सरोज सुना हरिप्रसाद सिंहला बाबा तामाङ पारस सिंह थापा सोमबहादुर तामाङ चन्द्रबहादुरलाई अतिथिको आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु भने आमा समूहका अध्यक्षज्यूहरूलाई मैले एकैचोटि सम्बोधन गरेँ मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिनुलाई हार्दिक अनुरोध गर्दछु। यस्तै गरी समाजसेवी बहादुर सिंह घटेलज्यूलाई अतिथिको आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु भने टोल विकास समितिका अध्यक्षज्यूहरूलाई मैले एकमुष्ट रूपमा सम्बोधन गरेँ। टोल विकास समितिका अध्यक्षज्यूहरू मञ्चमा आई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस्तै गरी आजको यस कार्यक्रमको केन्द्र तमुल लोसारको अवसर भएको हुनाले तमुल समुदायका अध्यक्ष श्रीमान बहादुर गुरुङज्यूलाई अतिथिको आसन ग्रहणको निमित्त मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। ग्रहणलाई निरन्तरता क्रमैसँग दिनेछु र क्रममा तलमाथि भएको भए यहाँहरूले अन्यथा नठानिदिनु होला। यसमा म क्षमा याचना पनि गर्न चाहन्छु। गाउँपालिका
शिक्षा शाखा प्रमुख मानबहादुर बोहरा सरलाई अतिथिको आसन ग्रहणको निमित्त मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। लेखा अधिकृतज्यू सुरेन्द्र ढुङ्गानाज्यूलाई अतिथिको आसन ग्रहणको अनुरोध गर्दछु। सूचना अधिकृत हेमन्त ढकालज्यूलाई पनि अतिथिको आसन ग्रहणको निमित्त अनुरोध गर्दछु। गुरु त धेरै सानो देख्दो रहेछ नि डाँडा हेर्दा त सिङ्गोई भने त रेडियो बिहानीका स्टेसन म्यानेजर तामाङज्यूलाई अतिथिको आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु र यो कार्यक्रमलाई लाइभ प्रसारण गर्न मिलेसम्म गरिदिनु हुन समेत अनुरोध गर्दछु।